मिठो मिठो हो भारी मिठो एकदमै मिठो छ भारी मिठो ल आज म स्पागेटी विथ चिकन चाहिँ म पास्ता बनाउँछु अनि तपाईँहरूलाई देखाउँछु र एकदमै यो मिठो हुन्छ यसरी बनाउँदाखेरि अनि तपाईँहरूलाई पनि सिकाउँछु कसरी बनाउने भनेर हेर्नुहोस् है मेरो सामग्रीहरू मैले चाहिँ 1 प्याकेट यो स्पागेटी लिएको छु यो चाहिँ मैले चाहिँ त्यसकोबाट लिएको हो तर तपाईँहरूले जहीँबाट लिनुभए पनि फरक पर्दैन अनि यो चाहिँ बटर लाई खारेर राखेको घिउ हो यो चाहिँ चिज अनि यो चाहिँ टमाटो र चाहिँ चप टमाटो यो चाहिँ मैले चाहिँ सजिलोको लागि म यो युज गर्छु टमाटो काटेर तपाईँहरूले युज गर्नुभए पनि हुन्छ अनि त्यसपछि मलाई अलिकति प्याज अदुवा अनि त्यसपछि गार्लिक के भन्छ लसुन हो यो चाहिन्छ अनि यहाँ तातो पानी तताइरहेको छु यो पास्ता उमाल्नलाई अनि त्यहाँ चिकन बोनलेस चिकन त्यहाँनिर मैले बोइल गरिरहेको छु यो पास्ताको लागि अब चाहिँ म यो आज कसरी बनाउने भनेर चाहिँ म तपाईँहरूलाई पनि देखाउँछु कसरी बनाउने भनेर यो एकदमै मिठो हुन्छ है अनि तपाईँहरूले पनि पछि यसरी बनाएर ट्राई गर्नुहोस् अनि मलाई भन्नुहोस् है कस्तो भयो पानी उम्ल्यो अब पास्ता लाउँछु अनि पास्ता लगाएँ मैले अब यो चाहिँ अलि मजाले यो उम्लिन दिने हो यसलाई पाक्न दिनुपर्छ है यसो छाम्दा पनि हुन्छ र अलिकति कतिको कुक खाने त्यो आफ्नै कसैलाई अलिक धेरै पाकेको मनपर्छ कसैलाई अलिकति कम पाकेको मनपर्छ त्यो चाहिँ आफ्नो इच्छा अनुसारले पकाउने हो पास्ता पनि पाक्यो चिकन पनि पाक्यो म यसलाई चिकनलाई काट्छु ल मैले मासु चिकनलाई मैले काटेर सानो सानो स्लाइस बनाएर रेडी पारेँ अनि त्यसपछि अदुवा लसुन प्याज यो मेरो पास्ता अब चाहिँ अब यहाँ के हाल्ने भने अब तपाईँ बटर मनपर्छ बटर हाल्नुहोस् ओलिभ ओइल मनपर्छ ओलिभ ओइल हाल्नुहोस् नै ओइल हाल्नुहोस् तर चाहिँ पास्तामा एकदमै मिठो चाहिँ ओलिभ ओइल हुन्छ अनि यो बटर हुन्छ तर मलाई चाहिँ अझै बटरको टेस्ट मिठो लाग्ने हुनाले गर्दा मैले आज चाहिँ बटर लाउँदैछु मैले बटर लाएँ यो धेरै पनि लगाएको छुइनँ मैले 1 चम्चा र अलिकति लगाएको तर यो चाहिँ अलिकति यो नन स्टिकी टाइपको हो यो अलिकति भएर चाहिँ धेरै देखेको तर मैले त्यस्तो धेरै लगाएको छुइनँ 1 स्पुन एन्ड देन हाफ त्यस्तै मात्रै हालेको छु अब यो अलिकति गरम भएपछि चाहिँ यो लगाउने हो प्याज अदुवा लसुन अनि त्यसपछि लगाइदिन्छु मैले सँगै लगाएँ मासुलाई बोइल गरिसकेको छ रातो हुँदाखेरि चाहिँ भित्छु अब भएपछि अब आफूलाई कतिको चित्त लाग्छ बनाउँदै रातो रातो भयो नि यो पनि अब कतिको खराउने त्यो आफ्नै चाडले सबैले खराउनु सक्नुहुन्छ है अब कसैलाई अब अलिकति धेरै खराएको मनपर्छ कसैलाई कम खराएको मनपर्छ त्यो आफ्नै टेस्ट अनुसार आफूलाई मनपर्ने टेस्ट अनुसार खराउने हो भयो मैले चाहिँ टमाटो लाएँ मलाई चाहिँ अलिकति टमाटो अलिकति बढी नै मनपर्छ अलिकति टेस्टी नै मनपर्छ कसैलाई कम मनपर्ने सक्छ आफूलाई मनपर्ने अनुसार राख्नु होला तर मेरो रेसिपी चाहिँ यो हाफ हो यो प्यानको हाफ एउटा प्याकेटलाई एकछिन भुट्नु हो एकछिन फ्राई गर्ने
अब चाहिँ पास्ता हाल्नु कस्तो राम्रो ल पास्ता रेडी भयो। अब मैले पस्केर राख्छु। त्यसपछि चाहिँ मैले चिज राख्छु अनि त्यसपछि चाहिँ खोर्सानी चाहिँ आफ्नो टेस्ट अनुसार है, कसैलाई मनपर्छ कसैलाई मन पर्दैन। अब ग्रिन खालको खोर्सानी राख्नुहोस् होइन, हरियो खोर्सानी राख्नुहोस् या चाहिँ खोर्सानी पाउडर राख्नुहोस्, त्यो सुकेको खोर्सानी जस्तो राख्नुहोस् या लिनुहोस् नलिनुहोस्, त्यो चाहिँ अन्तिममा चाहिँ एड गर्ने हो मनपर्नेले। ल हेर्नुहोस् त, यसरी बनाएर खान सकिन्छ है घरमा, एकदमै मिठो हुन्छ। ल यसरी खाएर चाहिँ बनाएर खाएर ल मलाई भन्नु होला है कस्तो भयो भनेर। अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद। फेरि अर्को रमाइलो भिडियो लिएर आउँदैछु। नमस्ते।